नमस्ते टासीदेलेक फ्याफुला छाजलो म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र हामी बुद्धिस्ट हुनको नाताले चाहिँ हामीले बुद्ध धर्म र बुद्ध धर्मको गुरु गौतम बुद्धको जीवन कहानी बुझ्न चाहिँ थाहा हुनु चाहिँ एकदमै जरुरी लाग्छ मलाई है। त्यो उहाँको जीवन कहानी उहाँको जीवनी हामीले राम्ररी बुझ्यौं भने चाहिँ हामीले उहाँप्रति अझ धेरै आस्था र विश्वास बढ्छन् भन्ने मलाई लाग्छ है। र गौतम बुद्धको जीवनी चाहिँ एकदमै गहिरो र एकदमै ठूलो रहेको छ र त्यसलाई एकैचोटी भन्दा चाहिँ धेरै समय लाग्ने भएर मैले भाग गरेर भन्ने गरेको छु। र भाग 1 मा मैले गौतम बुद्धको पूर्वजनी के थियो अथवा साथै गौतम बुद्धको जन्म कसरी भयो भनेर त्यसको विषयमा मैले भिडियो बनाएको थिएँ भने आज यस भाग 2 मा म तपाईहरुलाई गौतम बुद्ध किन भिक्षु बन्नुभयो भनेर त्यस विषयमा भन्ने प्रयास गर्ने छु। र मैले अघिल्लो भिडियोमा भने चाहिँ जब सिद्धार्थ गौतमको जन्म भयो त्यो बेला राज परिवारको ऋषिले के भन्नुभयो भन्दाखेरि राजा शुद्धोधनलाई तपाईको छोरा सिद्धार्थ गौतम या त सारा संसारमा राज गर्ने एउटा राजा हुनेछ या त यो राज परिवार यो धन सम्पत्ति यो सांसारिक सुख यो सबै त्यागेर चाहिँ भिक्षु बन्नेछ अथवा बुद्ध हुनेछ भनेर भविष्यवाणी गर्नुभयो। अब त्यो भविष्यवाणी सुन्ने बित्तिकै राजा शुद्धोधनलाई एकदम चिन्ता लाग्यो र राजा शुद्धोधनले आफ्नो छोरा राजकुमार सिद्धार्थ गौतमलाई धेरै वर्षसम्म चाहिँ राजदरबार बाहिर जान दिनु भएन। राजदरबार भित्र नै राख्नु भयो र आफ्नो राजदरबारको त्यहाँ बस्ने जति पनि मान्छेहरु छ त्यो सबैलाई भन्नुभयो कि आदेश दिनुभयो कि सिद्धार्थ गौतमले यो दुःख भनेको के हो पीडा भनेको के हो महसुस पनि नगरोस् र सधैं सुखमय जीवन बितोस् भनेर आदेश दिनुभयो। र धेरै समय बित्दै गएपछि राजा शुद्धोधनले आफ्नो छोरा सिद्धार्थ गौतमको बिहे गराइदिनु भयो र एउटा छोरा पनि भयो। र जब सिद्धार्थ गौतम 29 सालको पुग्नुभयो त्यो बेला चाहिँ राजा शुद्धोधनले के सोच्नुभयो भन्दाखेरि अब त मेरो छोरा सिद्धार्थ गौतमले बिहे पनि गरिसक्यो र एउटा छोरा पनि भइसक्यो, अब त उसले यो राज परिवार त्यागेर यो राजदरबार त्यागेर जाँदैन होला भन्ने ठान्नु भयो र आफ्नो छोरा सिद्धार्थ गौतमलाई राजदरबार बाहिर जान दिनुभयो। र जब राजदरबारदेखि बाहिर पहिलोचोटि जानुभयो आफ्नो सवारीमा है त्यो सवारी चलाउनेलाई के भन्छ सारथी भन्छ जस्तो लाग्यो है। र जब उहाँ पहिलोचोटि जानुभयो त्यो बेला उहाँले के दृश्य देख्यो भन्दाखेरि एउटा बुढो मान्छे है हामी जस्तो हड्डा कड्डा नभएको एउटा बुढो मान्छे देख्नुभयो र उहाँले राजदरबार भित्र कहिले देखेको थिएन बुढो मान्छे, राजाको आदेश थिए नि त है। र जब पहिलोचोटि त्यो बुढो मान्छे देख्यो उहाँलाई अचम्म लागेर उहाँले आफ्नो सारथी जसले उहाँको सवारी चलाइरहनु भएको थियो सारथीलाई सोध्नु भयो कि यो के हो भनेर सोध्नु भयो र सारथीले भन्नुभयो हजुर यो वृद्ध मान्छे हो यानी बुढो मान्छे हो र एक दिन तपाईका बुवा आमा पनि यस्तै बुढो हुन्छन् वृद्ध हुन्छन् र हामी सबै पनि एक दिन यसरी बुढो हुनै पर्छ भनेर भन्नुभयो। र त्यसैगरी दोस्रो पल्ट जाँदाखेरि एउटा एकदमै बिमारी मान्छे एकदम बिमार भएको मान्छे देख्यो र फेरि सिद्धार्थ गौतमले सोध्नुभयो कि यो के हो भनेर सोध्नुभयो। एउटा हड्डा कड्डा मान्छे तर बिमारी देख्दाखेरि अनि फेरि सारथीले भन्यो यो बिमार भएको हो ऊ बिमार भएको हो हैन र हामी सबै पनि एक दिन बिमार हुन्छौं हामीलाई पनि बिमार लाग्छ है तपाईको बुवा आमालाई पनि बिमार लाग्छ यस्तो भनेर भन्नुभयो।
त्यो सुनेर उहाँलाई एकदमै चित्त दुख्यो अथवा मन दुख्यो। र फेरि एक दिन जाँदाखेरि एउटा बितेको मान्छे, एउटा मरेको मान्छे देख्यो र मरेको मान्छेलाई कति अब मान्छेहरूले चाहिँ त्यो मरेको लास लगिरहेको देख्यो र फेरि सोध्नुभयो कि यो के हो भनेर सोध्नुभयो। र फेरि सारथीले भन्यो, हजुर यो मान्छे बितेर अब उसको लास चाहिँ जलाउन लगिरहेको छ अथवा यो चाहिँ मान्छे मरेको हो भनेर भन्नुभयो। र उहाँले अहिलेसम्म आफ्नो जीवनकालमा 29 सालसम्म चाहिँ मान्छे, बुढो मान्छे पनि देख्नु भएको थिएन, एउटा बिमारी भएको मान्छे पनि देख्नु भएको थिएन र मरेको मान्छे त झन् कतै देख्नु भएकै थिएन। र पहिलोचोटि मान्छे मरेको देख्दाखेरि के हो भनेर सोध्नुभयो र त्यो सारथीले भन्नुभयो कि जति पनि मान्छेहरू संसारमा जति पनि जन्मिन्छन्, चाहे तपाईँको बुवा आमा होस्, चाहे त्यो तपाईँ होस्, म हो, हामी सबै जन्मेपछि आखिर अन्तमा मर्नै पर्छ र सबैको मृत्यु हुन्छ भनेर भन्नुभयो। र त्यो सुनेर उहाँलाई एकदमै चित्त दुख्यो र उहाँलाई एकदमै मन दुख्यो कि मेरो प्यारो बुवा आमा पनि मरेर जाने रहेछ है, म पनि मरेर जाने रहेछ, हामी सबै मरेर जाने रहेछ भनेर उहाँलाई एकदम चित्त दुख्यो। र त्यसको फेरि केही दिनपछि जाने बेला एउटा भिक्षु देख्यो, भिक्षु है, कपाल काटेको एउटा भिक्षु देखेर सोध्यो कि यो भिक्षु चाहिँ मतलब अब त्यो चाहिँ के हो भनेर सोध्नु भएर फेरि सारथीले भन्यो, यो चाहिँ अब सांसारिक सुख यानि धन सम्पत्तिहरू सबै त्यागेर चाहिँ अनि सुखको खोजीमा गएको, सुखको खोजीमा हिँडेको यो चाहिँ भिक्षु हो भनेर भन्नुभयो। र उहाँलाई यो मान्छेको दुःख पीडाहरू बुझेपछि चाहिँ उहाँ चाहिँ गहिरो सोचमा जानुभयो। सिद्धार्थ गौतम धेरै दिनसम्म गहिरो सोचमा जानुभयो र अब त्यो विषयमा उहाँले धेरै सोच्नुभयो र संसारको यो सांसारिक दुःख, यो चाहे यो सांसारिक सुख जुन चाहिँ अब चाहे राजकुमारको जीवन होस् है, अब राजासँग कति धन सम्पत्ति हुन्छ, चाहे त्यो धन सम्पत्ति जति नै होस् आखिरमा मर्नै पर्ने है, सबै मरेर जाने रहेछ भने त्यस्तो यो सांसारिक दुःख चाहिँ बुझेपछि चाहिँ उहाँलाई एकदमै दुःख लागेर उहाँले पनि अब यो दुःखबाट चाहिँ, सांसारिक दुःखबाट चाहिँ कसरी मुक्ति हुने भनेर चाहिँ त्यो बुझ्नको लागि चाहिँ उहाँले राजदरबार यानि राजकुमारको जीवन त्याग्नु भएर दरबारबाट निस्केर उहाँले आफ्नो कपाल आफै काटेर चाहिँ भिक्षु बन्नुभयो। हो त्यसरी चाहिँ अब गौतम बुद्ध भिक्षु बन्नु भएको। अब भिक्षु बन्नु अथवा लामा बन्नु भनेको चाहिँ अब त्योसँगै म के भन्छु भन्दाखेरि लामा बन्नु अथवा भिक्षु बन्नुको कारण चाहिँ हामीले यो सांसारिक दुःख, सांसारिक सुख भनौँ न, संसारको दुःख त्योबाट मुक्ति हुनको लागि चाहिँ हामीले अब कसरी मुक्ति हुने र यो संसारमा दुःख कसरी आउँदैछ त्यो बुझ्नु पर्यो नि त। संसारमा दुःख कसरी भइरहेको छ भन्दाखेरि दुःखको सिर्फ मात्र 3टा हेतु छ, यानि 3 चिजबाट चाहिँ दुःख हुन्छ, दुःख आउँछ। त्यो 3 चिज के हो भन्दाखेरि अब जस्तै टिबेटनमा धुकसुम पनि भनिन्छ, ध्योचाक सेदाङ तिमुक भन्छ है, भने नेपालीमा राग, रिस र अज्ञान, यो 3वटा चिजले गर्दा चाहिँ हाम्रो मनमा अशान्ति हुने है, मनमा डाहा हुने, अरूलाई डाहा हुने है, अरूलाई मन नपराउने, अरूलाई रिस उठ्ने हो। यो सबैले चाहिँ हामीलाई यो दुःखभरि संसारमा हामीलाई फेरि जन्म, अब हामी जन्मिन्छ र त्यो 3वटा कारणले चाहिँ हामी फेरि जन्मिन्छौँ र हामीले यो सांसारिक दुःख हामीले भोगिरहन्छौँ। र जबसम्म हामीले यो 3वटा यानि राग,
रिस र अज्ञान यो तीनटा हामीले जबसम्म हामीले यो तीनवटाबाट मुक्ति हुँदैनौँ तबसम्म चाहिँ हामीले संसारमा कहिले मान्छेको जुनी, कहिले पशुको जुनी, कहिले नर्गमा जुनी र त्यस्तो जुनीहरू लिएर चाहिँ हामीले यो संसारको दुःख भोगिरहन्छौँ। र त्यसैले चाहिँ यो संसारबाट मुक्ति हुनको लागि चाहिँ यो तीनवटा यो राग, रिस, अज्ञान चाहिँ बाट चाहिँ हामीले मुक्ति हुनु पर्यो। र त्यसको लागि बुद्धका काङ्ग्युर यानि बुद्ध धर्म बुझ्नु पर्यो। शान्तिदेवले भन्नुहुन्छ कि ढोबे ढुङ्गल मेन्जेको धेवा थम्चे झुङ्गेने तेम्बा भनेर भन्नुभएको छ। भनेको के हो भन्दाखेरि संसारका सबै प्राणीहरूले सुख चाहन्छन् है, संसारका सबै प्राणीहरूले दुःख चाहँदैनन्। र यो जति पनि संसारको प्राणीको दुःखहरू छ त्यो दुःखलाई हटाउन, त्यो दुःखबाट मुक्ति हुनलाई के चाहिन्छ र त्यो दुःखबाट मुक्ति हुने एउटा दबाई जस्तो, एउटा बिमारबाट मुक्ति हुने दबाई जस्तो त्यो दबाई चाहिँ के हो भन्दाखेरि चाहिँ बुद्धको धर्म हो, बुद्ध धर्म हो भनेर भन्नुभएको छ। र त्यसैले चाहिँ यो बुद्ध धर्मलाई बुझ्नका लागि चाहिँ हामी भिक्षु बनेको, लामा बनेको। जस्तै गौतम बुद्ध भिक्षु बन्नुको कारण के हो भने त्यो सांसारिक दुःखबाट कसरी मुक्ति हुने है, संसारको दुःखबाट कसरी मुक्ति हुने, यो संसारबाट कसरी मुक्ति हुने हो, त्यसको खोजमा चाहिँ गौतम बुद्ध भिक्षु बन्नुभयो नि। र उहाँले धेरै वर्षसम्म चाहिँ धेरै वर्षको के भन्छ धेरै वर्ष ध्यान गर्नु भएर चाहिँ जब उहाँ 35 वर्षको हुनुभयो त्यो बेला चाहिँ उहाँले बुद्धत्व प्राप्त गरेको हो नि। र त्यसको विषयमा म भाग 3 मा भन्नेछु, अर्को भिडियोमा भन्नेछु है। र भने हामी र आज चाहिँ भिक्षुसँग जुटेर चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने हामी भिक्षु बन्नु चाहिँ एकदमै जरुरी रहेछ भनेर मैले भन्न चाहन्छु। किन भन्दाखेरि हामी भिक्षुमा चाहिँ के हुन्छ भन्दाखेरि लामाको जीवनमा के हुन्छ भन्दाखेरि यो जुन सांसारिक दुःखबाट, संसारको दुःखबाट मुक्ति हुनको लागि बुद्ध धर्म बुझ्नु पर्यो नि त। बुद्ध धर्म बुझ्नलाई लामा नै बस्नुपर्ने किन रहेछ भन्दाखेरि यदि लामामा चाहिँ हामीले बिहानदेखि बेलुकासम्म नै बुद्ध धर्म सम्बन्धित नै हामीले ध्यानहरू गर्छौँ है, पाठहरू पढ्छौँ नि। त्यसैले चाहिँ अरूभन्दा बाहिरी जीवनमा के हुन्छ भन्दाखेरि खानु पर्यो, लाउनु पर्यो, बस्ने घर चाहियो, त्यो सबैको लागि पैसा चाहियो है। र पैसा त्यतिकै आउँदैन, त्यसको लागि काम गर्नु पर्यो र त्यसमै हाम्रो जीवन गइरहेको हुन्छ र त्यसमै हाम्रो जीवन बितिजान्छ। र बुद्ध धर्म के हो भनेर बुझ्नेको समय पाइँदैन हामीलाई। बुद्ध धर्म भनेको एकदमै ठुलो कुरा भयो नि त, सानो कुरा होइन नि त। 1-2 घन्टामा बुझिजाने, 1-2 वर्षमा बुझिजाने त्यस्तो सजिलो छैन नि त। त्यही भएर चाहिँ लामाको जीवनमा हामीले बिजनेस पनि गर्नु पर्दैन है। हामीले लामाको जीवनमा चाहिँ जे गरे पनि धर्म सम्बन्धितै हुन्छ र बुद्धको धर्म राम्ररी बुझ्न सक्नेको एउटा तपाईलाई चाहिँ एउटा मौका छ भनेर चाहिँ भन्न चाहन्छु। र सकेसम्म हरेक परिवारबाट एउटा लामा या लामिनी है चाहिँ एउटा राख्न चाहिँ एकदम जरुरी रहेछ भनेर तपाईहरुलाई भन्न चाहन्छु। हस् त, अनि आजको भिडियो अलि लामो नै भयो जस्तो लाग्यो मलाई। र भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद है। आशा छ गौतम बुद्ध किन भिक्षु बन्नु भयो र आजको समयमा पनि किन भिक्षु बन्न किन जरुरी छ भनेर तपाईले सानो कुरा भयो भने बुझ्नुभयो भन्ने एउटा मलाई आशा छ। र फेरि पनि अरू धर्म सम्बन्धित कुनै धर्म सम्बन्धित विषयमा कुनै कुरा बुझ्न मन छ भने तल कमेन्टमा लेख्नु होला र सकेसम्म यो भिडियोलाई सेयर गरिदिनु होला है। र सब्स्क्राइब गर्नु भएको छैन भने गरिदिनु होला। हस् त, अनि धन्यवाद।